यत्रो खर्च गरेर मेयर भयो त्यहाँ दुनियाँ भयो सुन्न केही पाएको छैन त्यहाँ मुखमा हाल्ने पैसा पनि लिएको छैन तपाईँले अहिले त्यहाँको उपमेयरको सम्पत्ति छानबिन गर्नुहोस् त्यहाँ उहाँ जस्तो चोखो कोही पनि निस्किँदैन त्यहाँ पाएकै छैन बिचरा त्यो अर्क हो कि भन्नु त मुखमा हाल्ने पैसा पनि खानु पाएको छैन त्यहाँमा टेन्सन सकिसक्यो अब कार्यकाल पनि अब 2 वर्ष अलिक बाँकी पनि छैन क्या 83 मा त अब स्थानीय निर्वाचन हुन्छ होइन मेयरहरूको लडाइँ हुने बेला त्यो बेलामा होइन के गर्ने बिजोग छ उहाँको त्यो पीडा हेर्दाखेरि बिजोग छ यसलाई कसरी हुन्छ सकौँ टाइम कम छ मसित अब 1 वर्षमा हर्केलाई यहाँबाट फाल्न पाएदेखि अलिक केही काम हुन्थ्यो कि भन्ने पनि छ त्यहाँ है हेर्नु क्या यहाँ मैले यथार्थ कुरा गरेँ क्या अब आज भान्जाहरू पनि मुर्दाबाद भन्दै आएको छ हर्क सम्मानले भान्जा क्या भान्जाहरू कलिलो छौ देशको युवाहरू छौ केमा आयो मेरो भान्जा तिमी जाँड रक्सी त खाँदैनौ होला मासु भातमा पो आयो कि केमा पो आयो हर्के मामालाई तिमीहरूले मुर्दाबाद भनेछौ होइन यो मेयर भएन मेयरलाई फालिदिए मुर्दाबाद कस्तो खालको मेयर ल्याउँ त भान्जा मामा आज रोएला मेयर कस्तो हुनुपर्ने घुस खाइदिनु पर्ने मेयर चाहिने कि गफ गरिदिनु पर्ने मेयर चाहिदिने कि हिजो तिमीहरूलाई चाहिँ 62-63 त्यसरी गफ गरेर छ नि काम फिटिक्कै नगरिदिने मेयर चाहिदिया होला होइन अब मैले गल्ती गरेँ यत्रो पानी खुवाइदिएको छु धरानलाई जनश्रमदान गरेर आज कट्टु र टी सर्टमा हर्क सम्मान लेबर पनि अलिकति चिटिक्क हुन्थ्यो नि त्योभन्दा तल्लो लेभलमा बसेर बिचरा काम गरिरहेको छ त्यो पानी भनेको छैन केही छैन घरिघरि ढुङ्गा उचालेछ कस्तो गल्ती भयो है म जस्तो मेयर आएर भान्छ तिमीलाई कस्तो हृदय बेलायत कुरा छैन हर्क सम्पाङको कस्तो मेयर चाहिएको त अनि होइन भनेको अर्थ चाहिँ के हो भने यो हेर्नुहोस् त अझै पनि हाम्रो भाइ बहिनीहरूलाई गोटी बनाएर हाम्रो भाइ बहिनीहरूलाई चाहिँ त्यही भएर म तपाईँहरू नि कसैको गोटी बनेर तपाईँ हिँड्दाखेरि यो देश दुर्घटनामा भयो